बालेनको क्रेज देखिसके पछाडि एमालेभित्र पुरै भूकम्प गएको छ भन्ने कुराको जानकारी हामीले पाइसकेका छौँ होइन। एमालेभित्र अहिले यो चुनावलाई कसरी अर्को 5-6 महिना सार्ने भन्ने विषयमा छलफल सुरु भइरहेको छ भित्री रूपमा। अहिलेको अवस्थामा चुनावमा गयौँ, चुनावमा धुलो पिठो हुने गरी हार्ने अवस्था देखिसक्यो। अब हुँदा हुँदा केपी ओली आफू हार्ने लगभग उनलाई चाहिँ एक किसिमको सेन्स आइसकेको छ। किनभनेदेखि उनले जसरी आफ्नो मन्तव्यहरूमा बालेन शाहलाई बारम्बार कटाक्ष गरिरहेका छन्, उनी बालेन शाहबाट निकै त्रसित छन् भन्ने त्यहाँबाट देखिन्छ। अनि जब बालेन शाहले यो देश दौडा गरिरहेका छन्, त्यहाँ देखेको त्यो जुन भिडभाड होइन, उसको पपुलारिटी, मान्छेहरूले गरेको माया, त्यसले विशेष गरी एमाले, विशेष गरी केपी ओली एकदम त्रसित भएको कुरा हामीलाई थाहा भइसकेको छ। केपी ओलीले कसरी हुन्छ, किनभने अहिले केपी ओलीसँग कुनै पनि मास छैन पछाडि। उनीहरूको कार्यकर्ता हुन्, मुस्किलले 200 जना आउँछन् होला। उनले केही कुराको आह्वान गऱ्यो भने उनले टुच्च केही कुरा दिन थालेका छन् कि यो अलिकति माहौललाई भाड्न सकिन्छ कि भनेर हो। माहौललाई कसरी भाड्ने भन्दा जब एउटा ठुलो सङ्ख्यामा भिड सडकमा ओर्लिन्छ, जान्छ, अनि माहौल भाँडिने हो होइन। त्यो माहौल भाँड्नको लागि मैले बोलेका कुराहरू कतिको प्रभावकारी हुन्छ यो माहौल भाँड्नको लागि भनेर पहिलो उनले हाने मलाई चाहिँ एयरपोर्टमा चेक जाँच गरियो, सुन तस्कर जस्तै चेक जाँच गरियो, अब आन्दोलन गर्नुपर्छ भनेर भने। अब त्यति भनेपछि अलिकति कार्यकर्ताहरूमा जोस जाँगर सडकतिर के आइहाल्छन् कि आफ्नो नेतालाई यसो गराइरहेछ भनेर चाहिँ एउटा जुलुस आइहाल्छ कि भन्ने यिनको त्यो के थियो। तर तिनले भने सेलायो, कोही चरो मुसो कसैले पनि त्यसलाई चाहिँ रियाक्ट गरेन। अहिले पछिल्लो समय बारम्बार यसले सरकारप्रति लक्षित गरेर सरकार एउटा पार्टीलाई सहयोग गर्न अगाडि सरेको छ भनेर भने। सरकार आफ्नो काममा लागेको छ, न सरकारको प्रधानमन्त्रीको केही मन्तव्य आउँछ, न मन्त्रीहरूले केही बोलिरहेका छन्। उनले त सिर्फ यो इलेक्सन हुनुपर्छ भनेर, इभन एउटा सामान्य मान्छे हो नि बालेन शाह, उसलाई भौतिक आक्रमण भयो भने उनको समर्थकहरू त सडकमा आउनेसम्म देखेको छ नि त। उनीहरूको समर्थकहरू सडकमा आयो भने त फेरि नेताहरूको घर जल्छ नि त, फेरि भौतिक संरचनामा आक्रमण हुन्छ नि त। त्यो देखेर तिनलाई सुरक्षा दिएको छ, केपी ओलीलाई सुरक्षा दिएको छ, प्रचण्डलाई सुरक्षा दिएको छ, गगन थापा लगायतका काङ्ग्रेसका नेताहरूलाई सुरक्षामा घेरामा राखेको छ होइन। अब बालेन शाहलाई सुरक्षा दियो भनेर केपी ओलीले चाहिँ अब बालेन शाहलाई चाहिँ यो सरकारले सहयोग गर्यो होइन, मलाई हराउन चाहिँ यो सरकार लागि परेको छ भनेर अलिकति यो इलेक्सनलाई भाड्न पाइन्छ कि होइन। आफ्नो कार्यकर्ता चाहिँ अलिकति एग्रेसिभ भएर सडकमा आइहाल्छन् कि अनि आन्दोलन त्यहाँबाट सुरु गर्न सकिन्छ कि होइन। 15-20 हजार मान्छे चाहिँ सडकमा उतार्न सक्यो भने त ठाउँको ठाउँ इलेक्सन सार्न सक्यो होइन। यिनले अब बिस्तारै यिनको मन्तव्यमा एकदम तिक्तता के चाहिँ बढी छ। अनि फेरि अहिले के भने भन्दाखेरि सर्वोच्चलाई हानिरहेका छन् होइन। हामीले हालेको मुद्दा किन तिमी सुनवाई गर्दैनौ होइन, संसद पुनर्स्थापना हुनुपर्छ भन्ने हामीले हालेको चाहिँ रिट चाहिँ तिम्रो छिटोभन्दा छिटो अगाडि बढाऊ भनेर यिनलाई चाहिँ संसद पुनर्स्थापना गराउने, यो सरकारलाई सर्वोच्चले नै बाहिर पठाउने, फेरि आफू प्रधानमन्त्री हुने, अनि जेएनजीलाई दबाउने होइन। इलेक्सन भयो हुन नदिने। इलेक्सन भयो त यिनलाई थाहै छ, किनभने इलेक्सन भयो भने त अब हामी लगभगै भित्तामै पुग्ने अवस्था देखियो भने यिनलाई थाहा छ। त्यही भएर यो एकदमै सचेत हुन जरुरी के छ भन्दाखेरि जेएनजी लगायतका सरकारकामा रहेका सम्पूर्ण मन्त्रीमण्डल, सुरक्षा निकायहरू केमा सतर्क हुन जरुरी छ भने कुनै न कुनै फन्डा गरेर एमाले यो इलेक्सनलाई रोक्न चाहन्छ। यदि यो इलेक्सन रोकिनको लागि कुनै फन्डा भयो भने त्यो एमाले जिम्मेवार हुन्छ, किनभने काङ्ग्रेस त इलेक्सनमा होमिसकेको छ। काङ्ग्रेसबाट त्यो हुने सम्भावना देखेको छैन। जति कुरा हुन्छ एमालेबाट हुन्छ। एमालेका कार्यकर्ताहरूलाई निगरानी राख्न जरुरी छ।